लालीगुराँस एसोसिएसन टपमा पुग्यो साथीहरू। यस, एन्फा राष्ट्रिय लिगमा 5 गते बिहिबार दिनको पहिलो खेलमा लालीगुराँस एसोसिएसनले चितलाङ फुटबल क्लबलाई 1-0 ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा लालीगुराँसका लागि अब्दुल युसुफ हावलेले गोल गरे। यो जितसँगै लालीगुराँसको 13 खेलमा 27 पोइन्ट भएको छ। लालीगुराँस अहिले टेबलको टपमा उक्लिएको छ। यता चितलाङको भने 13 खेलमा जम्मा 8 पोइन्ट्स मात्रै रहेको छ। लिग टेबलमा चितलाङ लास्टबाट थर्डमा छ। यस खेलको प्लेयर अफ द म्याच अब्दुल युसुफ हावले घोषित भए। उनले 5,000 रुपियाँ नगद पुरस्कार प्राप्त गरे। त्यस्तै दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबलाई 1-0 ले हरायो। आर्मीका लागि दिनेश हेन्जनले गोल गर्न सफल भए। यो जितसँगै आर्मीको 12 खेलमा 26 पोइन्ट्स भएको छ। आर्मी लिग टेबलमा सेकेन्ड स्थानमा उक्लिएको छ। यता सातदोबाटोको भने 12 खेलमा 9 पोइन्ट्स मात्रै रहेको छ। सातदोबाटो टेबलमा लास्टबाट फोर्थमा बसेको छ। यस खेलको प्लेयर अफ द म्याच विमल पाण्डे घोषित भए। उनले 5,000 रुपियाँ नगद पुरस्कार प्राप्त गरे।